देखिँदै जाला, काम गर्दै जाँदा देखिएला तपाईँको। र अब अबिन परिवारको नाममा चाहिँ किन घर जग्गा राखियो, जग्गा जमिन राखियो भन्दाखेरि त्यो यो सहकारी चाहिँ यो बुढानीलकण्ठा नगरपालिकाभित्र मात्र सञ्चालन कार्यक्षेत्र भएको सहकारी थियो। तपाईँको बचतकर्ता पनि यहाँ अस्थायी स्थायी बसोबास गर्ने बचतकर्ताहरूको त्यहाँ लगानी थियो होइन। तर के अरे भने अब म रामेछापको मान्छे होइन, म रामेछापको मान्छे, यहाँको त मेरो त स्थायी तपाईँको जग्गा जमिन त छैन भने मैले त्यो सहकारीबाट कर्जा लिनु पऱ्यो, अलिक ठुलो रकमको कर्जा लिनु पऱ्यो भने मेरो रामेछापतिरको जग्गा राखेर पनि कर्जा लिएको देखिन्छ होइन। अब त्यो कर्जा बाबतको चाहिँ उहाँहरूले ग्यारेन्टीको लागि अबिन परिवारको नाममा त्यो पनि 25% कति कर चाहिँ बचत हुन्छ भनेको, कर ट्याक्स चाहिँ बचत हुन्छ भनेर एउटा दलित होइन सञ्चालक समिति माध्यममा दलित समुदायलाई चाहिँ त्यति कर छुट हुन्छ राज्यबाट भनेपछि उहाँको नाममा राखेको भन्ने बुझिन्छ। अब त्यो रकमहरू हामीले म आएर त्यहाँ 3-4 महिना हेर्दाखेरि पनि केही त्यो सदस्यहरू चाहिँ मेरो जग्गा जमिन चाहिँ के अरे सङ्गलको हो होइन, यसरी मैले धितो सङ्गलको हो यसरी धितो राखेको थियो, यो चाहिँ म समब्याज तिर्न चाहन्छु, कहाँ पैसा जम्मा गर्ने होइन, मेरो जग्गा फुक्का गरिदिनु पर्यो भनेर केही सदस्य आउनु पनि भएको थियो होइन। अब आउनु भएन, उहाँहरू सञ्चालक समितिको सदस्यहरूलाई फाइदाकै कुरा हो, फेरि आउनु भएन भने होइन। यदि त्यसबाट तपाईँको फिर्ता लिएर चाहिँ समब्याज अर्जन पेनाल्टी के लाग्छ संस्थाको नियमअनुसार त्यो फिर्ता दिएर आयो भने त्यो 9 करोड 50 लाख भित्रैबाट लगानी भएको देखिन्छ त्यो होइन। अब 9 करोड 50 लाख त बजारमा लगिनु भयो 26 करोड भनेपछि बाँकी रकम कहाँ गयो त होइन 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 बाँकी रकम कहाँ गयो त। अब बाँकी रकममा चाहिँ के देखिन्छ भने यो प्रतिवेदन अनुसारै भनेको मैले तपाईँको 5,16,32,564 रुपियाँ चाहिँ सञ्चालक समितिहरूले सुरुमा यो संस्था सञ्चालन गरेदेखि नै चलाएको भन्ने बुझिन्छ। तर पनि यहाँ 70 सालदेखि कतिको मात्रै हिसाब छ होइन। त्योभन्दा अगाडि कोले कति चलाएको उहाँहरू मिलाउने कुरा हो होइन, हामीलाई थाहा हुने कुरा भएन होइन। त्यो भएर अब तपाईँको 9 र 5 ले कति भयो 14-15 करोड तपाईँको उहाँहरूले चलाएको र सेयर सदस्यहरूले चलाएकोबाट लगानी भएको देखिन्छ। अब त्यो बाहेकको 26 करोड पैसामा कहाँ गयो त लगानी भन्दाखेरि 8,59,99,150 रुपियाँ पैसा तपाईँको अपुग देखिन्छ त्यहाँनिर प्रतिवेदन अनुसार। त्यो 8,52,49,150 पैसा चाहिँ अपुग देखिन्छ भने त्यो पैसा कहाँ लगानी गर्यो, के लगानी गर्यो, कोले चलाउनु भएको छ त्यो उहाँहरूको सञ्चालक समिति 7 जनाले जान्ने कुरा हो। र हामीलाई यहाँ लगानी गरेका छौँ, यो पैसा यसरी आउँछ होइन भनेर उहाँहरूले एउटा ग्यारेन्टी दिने वातावरण बनाउनु पर्छ जस्तो लाग्छ मलाई होइन। त्यो उहाँहरूले अहिलेसम्मको मैले के अरे हिजो जेलमा हुँदा पनि उहाँहरू जेलमा हुँदा पनि पटक पटक भेट्न गएको छु। जेल